त्यसरी त्यहाँ जाँदाखेरि चाहिँ किन त्यो बत्ती राखेको भन्दाखेरि फर्किने बाटो त थाहा पाउनु पऱ्यो नि। जिपिएस थियो है। अब उहिले त जिपिएस थिएन नि त। अब बत्ती राख्दै गयो। इन्द्र डरमा पुग्दा के भयो भने एकदमै हुस्सु आयो त्यहाँनिर। त्यसपछि एकदमै त्यहाँ फगी भएपछि के भयो, बाटै देखेन। त्यही टाइममा चाहिँ इन्द्रले त्यो आउँछु है, अर्को आउँछु तपाईँ समय पनि देख्नु भयो नि। अन्य समयपछि तपाईँले खाना मिठो कति डिस्प्ले गर्छ, ठुलो समयपछि तपाईँले पनि देख्नु भएको छ यहाँतिर होइन। त्यो समयपछि भनेको के त भन्दाखेरि यो पनि बुझ्न एकदमै जरुरी छ। किनभने नेवार भनेको आन्तरिक हुन्छ, एउटा प्रत्यक्ष बलि हुन्छ। डाइरेक्ट त्यो बोका भयो, हाँस भयो, दिन्छ, त्यसलाई चाहिँ प्रत्यक्ष बलि हुन्छ। यो समयपछि यस्तो लागेको पनि अप्रत्यक्ष बलि, डाइरेक्ट बलि हो, अप्रत्यक्ष बलि हो। बलि लिएर तपाईँ सिलियो भने चाहिँ त्यो चाहिँ समयपछि भगवान्को एउटा डिस्प्ले गरेर पूजापाठ गरेर मन्त्र उच्चारण गरेर त्यो दर्शन गरेको चाहिँ त्यो एक किसिमको बलि हो। बलि दिएर चाहिँ भगवान्को शक्ति आफूमा चाहिँ फेरि समाहित गर्ने त्यो स्ट्रङ पावर चाहिँ आफ्नो। किनभने नेवार जात भनेपछि कस्तो भन्दाखेरि नेपालमा सङ्घर्ष गर्ने जात हो। यिनीहरू कहिले पनि थाक्दैनन् सङ्घर्ष गर्न। यिनीहरू आफ्नो लागि कर्मवादी भएर कर्मलाई गर्नको लागि कहिले पनि पछि फर्दैन पनि। त्यसले गर्दा यिनीहरू धेरै उच्चतम बिन्दुमा पुगेका पनि थियो। इतिहासले पनि यही कुराहरू भन्छ। अब यो के भयो, यो के भयो भन्ने चाहिँ मान्दैन। अहिले हामी यो पनि यहाँ मान्छौँ अझ पनि, त्यो हामी सबैलाई मान्छौँ। किनभने हाम्रो अर्को एउटा उद्देश्य हो, तपाईँ हामीलाई भेटेर आएको हो कि हाम्रो बच्चाहरूले देख्नु पाएको छैन, हेर्नु पाएको छैन, टिभीमा देख्छ, फोटोमा देख्छ, इन्डियामा हेर्नु पाएको छैन। प्रत्यक्ष यही स्टार्ट गरेको होइन। उहाँले चाहिँ धेरै नेपालका नेवार राजाहरू इष्ट देवीहरू तुलसा भवानी कहिले भवानी त्रिपुरा सुन्दरी भनेको अगाडि आएर नेपालको जुन कल्चरलाई अमेरिका ल्याएर साथीलाई जुन एउटा चाहिँ प्रयास गर्नुभएको छ, सराहनीय छ। आगामी दिनहरू यो कन्टिन्युस होस्, शुभकामना। अहिले सबै कुराहरू हेर्नु भएन। अब तपाईँले धेरै इन्जोय गर्न बाँकी छ, आफूले अहिलेको नाच हेर्न बाँकी छ, अनि कुनै किसिमको व्यस्त भएर नाच हेर्न बाँकी छ होइन। र अब सबै चिजहरूलाई यहाँ त्यो व्याख्या नगरौँ, कारण सुन्नमा हिँड्नु नै हो। अब चाहिँ तपाईँहरूले मसँग यो समयभरि खाने नखाने खाने नखाने खाने होइन, त्यतिकै पाउँदैन। यहाँ गराउनु पनि पर्छ। के भयो भने म चाहिँ लाफे राजको भने तपाईँ भन्नुपर्छ। वल्ला 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 त्यहाँ कसै कसैले भन्नुहोस् न, राजको वेका वल्ला वल्ला राजको वेका। अब हाम्रो कहिले आन्दोलनतिर आयो होइन। यसै क्रममा अब यहाँहरूको माझमा खालि नाम मात्र पढेर सुनाउँछु होइन। हाम्रो साथीहरू, हाम्रो टिम आज जोडिन्छ जात्राको लागि धेरै नै प्रयास गरिरहेको छ। यसमा चाहिँ के छ भन्दाखेरि का बावजूद
आजको हाम्रो कार्यक्रममा शोभा बढाइदिनु भएकोमा मुरी धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम हामी कुनै व्यक्तिको नभएर हामी सबै संस्था तथा तपाईँहरू सबैको भएको कारणले गर्दा आज हामी यहाँ छौँ। तसर्थ यो कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण संस्थाहरू, सबै व्यापारिक संस्था तथा व्यक्तिगत रूपले पनि सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई युनाइटेड नेवा युएसएको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यो कार्यक्रममा तपाईँहरू सबै रमाउन अनुरोध गर्दछु। त्यसबाट कृष्ण लोहनीजी हुनुहुन्छ, त्यसै गरिकन भेरिटिस, यो प्रचलित यहाँ हाम्रो डालसमा नाम नै हो भेरिटिस ग्रुपबाट। त्यसै गरिकन आजको यो साजसज्जामा है जुन तपाईँले देखिराख्नु भएको छ स्टेजदेखि लिएर अरू साजसज्जामा हेल्प गर्नुहुने यो इभेन्ट्स डेकोरका पवित्र श्रेष्ठ, अनि अर्का हाम्रा रेगुलर कन्ट्रिब्युटर सुरज पौड्याल जो रियाल्टर हुनुहुन्छ होइन। यदि तपाईँको घर जग्गा सम्बन्धी केही कार्यक्रम गर्नु परेमा सुरज पौड्याललाई अवश्य सम्झिनु होला। डेस्क पनि त्यहाँ छ, टेबल पनि छ होइन। इनकेस फर्स्ट एड कसैले चाह्यो भने पनि सम्पर्क गर्न सक्नुहुनेछ। कृपया खानाहरू खाइदिनुहोस्। त्यसै गरिकन अर्को हाम्रो एकदमै सबैले मन परायो हामी यही मञ्चमा आएर हाम्रो गायक गायिकाबाट मञ्चन हुनेछ। त्यसै गरिकन डान्स पनि हाम्रो प्रोग्राम सबैलाई धन्यवाद दिँदै म यहाँहरूको माझबाट म बिदा लिन्छु। धन्यवाद। यहाँ भर्खरै है सूचना प्राप्त भएको छ हाम्रो मुखियाजीको चाहिँ फोन यहाँ कता छुट्यो रे, हराएकै त नमानौँ, यहाँ कता छुटिया छ, मिसप्लेस भएको छ। कसैले देख्नु भएको छ, कसैको हातमा छ भने कृपया तिमीलाई भेटेको ख्वाला मिठा बाला पले हाला मिठा फुसे बनाला है लैला मथे है लैला मथे है ओ लैला मथे है। प्रतियोगितामा भाग लिनु भयो होइन। जति पनि साथीहरू हुनुहुन्छ कृपया यहाँ आइदिनु होला यो मञ्चमा है। अब किड्स गेम सुरु हुँदैछ। यता हाम्रो लाखेको पनि मजा लिँदै गरौँ, किड्स गेम पनि हामी खेल्दै गरौँ है। अब यो हाम्रो जुन चौर छ होइन, चौरको ल मेरो यो राइट ह्यान्ड कर्नर ल है आजको 3टा गेममा चाहिँ त्यही एकदमै फेमस होइन म्युजिकल चेयर त्यसमा छ। त्यसमा सम्पूर्ण बच्चाहरूले भाग लिन सक्नुहुनेछ। त्यसै गरिकन अर्को चाहिँ जम्पिङ रेस, त्यसै गरिकन अर्को चाहिँ कस्तो रमाइलो होइन, नाम सुन्दै स्पुन मार्बल रेस रे है। त्यसको लागि चाहिँ यो
चौरको मेरो राइट ह्यान्ड कर्नरमा होइन ल जति पनि किड्स हाम्रो पार्टिसिपेन्टहरू छ कृपया त्यसमा हार्नु सिकाउनुपर्छ हार डाइजेस्ट गर्नु सिकाउनुपर्छ चेट खाली समय नबस् है अब यहाँ त दुईटा बच्चाले उसले उसलाई छोड्दै क्या गर्नु सिकाएको बाबु खाली छ यहाँ अगाडिको बुझ्यो त्यत्रो खाली अहिले जाने नेपालको लाग्छ नेपाली इतिहासको माया नेपालको लाग्छ नेपाली इतिहासको माया प्रकृतिको लाग्छ कला यदि चाहनुहुन्छ भने हाम्रो त्यहाँ बुथमा छ त्यो टिकट लिने ठाउँमा प्लिज सिडी लिइदिनु होला एउटा सिडीको $10 छ र नेपाली सोसाइटी अफ टेक्सास यो दसैँ कार्यक्रम गर्दै हुनुहुन्छ दसैँमा चाहिँ हाम्रो नेपालका ख्यातिप्राप्त कलाकारहरू आउँदै हुनुहुन्छ जितु नेपाल शिला आले निर्मला खड्का बद्री पगेनी जुमन छेत्री भएको लागि ठुलो ताली बजाइदिनु होला प्लिज प्लिज सबै अगाडि आइदिनु होला Thank you. First of all, सबैलाई thank you अनि
हजुर उड्दैन उड्नाले म त कालो छाता हजुर उड्दैन उड्नाले अरू कालो रेलको धुवाले अरू कालो रेलको धुवाले म त कालो छाता हजुर उड्दैन उड्नाले म त कालो छाता हजुर उड्दैन उड्नाले कृष्ण कालो मनको उज्यालोले कृष्ण कालो मनको उज्यालोले म त कालो छाता हजुर उड्दैन उड्नाले म त कालो छाता हजुर उड्दैन उड्नाले अरू कालो रेलको धुवाले अरू कालो रेलको धुवाले म त कालो छाता हजुर उड्दैन उड्नाले म त कालो छाता हजुर उड्दैन उड्नाले साइली कालो हाँडीको मसोले साइली कालो हाँडीको मसोले म त कालो छाता हजुर उड्दैन उड्नाले अरू कालो रेलको धुवाले अरू कालो रेलको धुवाले म त कालो छाता हजुर उड्दैन उड्नाले म त कालो छाता हजुर उड्दैन उड्नाले म त कालो छाता हजुर उड्दैन उड्नाले थ्याङ्क यू ल है तपाईँहरूको अगाडि सरिस्मा अमात्य मोटो मान्छेको अलिक सानो गाह्रै पर्छ जस्तो छ है केही नभने नि त्यति कस्तो लागिरहेछ तपाईँहरूलाई रमाइलो अलि जोस आएन है अलि जोसले बोल्नुपर्छ कि अनि मलाई पनि जोस आउँछ क्या नाच गाउन एकचोटि बेसी ताली बजाइदिनुहोस् त अलि जोरले पढाएर यहाँबाट पनि यताबाट आएन नि त सबभन्दा पहिला तपाईँहरूलाई ह्याप्पी इन्द्र जात्रा बिलेटेड भनौँ होइन युएसमा यसरी आफ्नो नेपाली कल्चरलाई जगेर्ना गरेर यसरी हामीले आफ्नो फेस्टिभल मनाउन पाएकोमा धेरै धेरै खुसी लागेको छ र थ्याङ्क यू अर्गनाइजर सबैलाई बाल्टिमोरबाट हामीलाई आज डालसमा बोलाउनु भयो यो मेरो चौथो हो डालसमा सायद तपाईँहरूले पहिला मलाई भेट्नु भएको छ कि छैन आज चाहिँ पर्सनली भेटेँ सबैलाई फेरि एकचोटि नमस्ते है त अब धेरै नबोलौँ म गीत गाएरै सुनाउँछु नाच्ने जागर चलेको छ कि छैन खै त जोसै आएन आवाज अलिकति डह्रो चाहियो कि अलि ठुलो स्वरले हस् सुरु गर्छु अब रेडी होइन त जोसले आउँछ है आवाज ठिक छ होइन
थ्याङ्क यू सर्वप्रथम यहाँ सबैमा नमस्कार ह्याप्पी एन्ड यहाँ पनि इन्द्र जात्राको धेरै धेरै शुभकामना हुन त पहिला पनि डालासमा कार्यक्रमको लागि आइरहन्थेँ तर यसपालि चाहिँ अलिक विशेष भएको छ यहाँहरू धेरैको उपस्थिति मैले पाएको छु र बेग्लै खुसी पनि भइरहेछ एउटा पुरानो गीत म सुनाउँछु तपाईँहरूलाई सिरीमा सिरी भइसकेको बेला मलाई नाच्न चाहिँ आउनु तपाईँहरू नाच्नुपर्छ है त थ्याङ्क यू Siri,
मान्छरा सबैले कहाँ भगाउँछ ब्याग ल्याउनु पर्ने भयो बेटी सकिन लाग्यो ब्याग ल्याउनु मेमोरी सकिन लाग्यो है कौदैमा मान्छरा सबैले कहाँ भगाउँछ चाहना हाँस्ने खेल्ने सबको बहाना मेरो हो या तिम्रो चाहना हाँस्ने खेल्ने सबको बहाना
कसरी नजदेऊ आँसु नदेऊ बिलाई जान्छ पानीसरी यौवन पनि नसा जीवन पनि नसा नसाभित्र नसासरी झुमिदिन्छु प्याला भरी नसाभित्र नसासरी झुमिदिन्छु प्याला भरी आँखाभित्र नसा पुराभित्र नसा नसाभित्र नसासरी नसाभित्र नसासरी नसाभित्र नसासरी नसाभित्र नसासरी नसाभित्र नसासरी थ्याङ्क यू म फेरि अर्को फेरि एकछिनपछि आउँछु अहिले थ्याङ्क यू ऱ्याप गाउने केटाहरू Thank you. That was just... क्यामेरा स्टार्ट गरेर ब्यान्डी लिएर आएको होइन सबै खिच्यो एउटा खिच्यो फोटो लिने तपाईँहरूको त लिदिनु डर लाग्छ भने Just one click, new decades emerge with different lives. Things around here changes rapidly, cause I have a different perception of time, yeah. In the center I stand, constantly watching everybody come and go. All they leave is memories, all they make me feel so alone. Why won't you stop fooling around? Hold on a while, oh please slow down. Come on.
sun. You are the cloud sailing in the sky high. Sailing in the sky high. Sailing by. Sailing in the sky high. Sailing by. The leaves keep falling, should the naked trees as the seasons change, but they think that's me. Fill their heads with some common sense. I scared wearing a mask and stomp in my face, yeah. They'll leave me a similar times, but I will act like I don't care. I'll listen to their prayers until they're desperate. Wait, I tell. Why won't you stop fooling around? Hold on a while, Lord, please slow down. For the moment you made me feel so special, don't wonder why. 'Cause I am the sun and you are the cloud, sailing in the sky high. Sailing in the sky high. Sailing by. Sailing in the sky. Sailing by. फोटो खिचेर राखेर फुलमा पठाएको तिनीहरूलाई अनि भने हेर भाइ कतिजना जित्यो भाइ Never give up hope is the motto of my life. I've crashed and wrecked and still survive. After times of breakdown, I realized I had never been so strong in my whole damn life. We're all stuck here in this storm and Jerry Chase. We block each other's way just to move ahead. Soon enough together we can end this race if we stop and think how numbered our days, yeah. त के भयो यसपछि ठ्याक्कै लगत्तै के छ भन्दाखेरि होइन बिस्तारै हामी बिङ्गो उतातिर रेडी गर्दैछ साथीहरूले होइन बिङ्गोतिर पनि हामी जाउँला है ल सञ्जीवजी तपाईँलाई देउरालीको चौतारीमा देउरालीको चौतारीमा सङ्गिनीले आँखा चोकेको आउँछ अझै जजलको आउँछ अझै जजलको देउरालीको चौतारीमा सङ्गिनीले आँखा चोकेको आउँछ अझै जजलको आउँछ अझै जजलको लुकामारी खेलेको पाखामा खेल्ने डरको साथैमा लुकामारी खेलेको पाखामा खेल्ने डरको साझैमा
अर्काको नाम लेखी ढुङ्गामा एक अर्काको नाम लेखी ढुङ्गामा बजारमा हामी डुलेको आउँछ अझै जगतको आउँछ अझै जगतको इन्द्रेणीले सजेको नौ डाँडामा भेट्ने गर्थ्यौँ सारेमा इन्द्रेणीले सजेको नौ डाँडामा भेट्ने गर्थ्यौँ सानैमा बादल पारीको मायाको सानो गाउँमा बादल पारीको मायाको सानो गाउँमा सँगै सँगै हामी डुलेको आउँछ अझै जगतको आउँछ अझै जगतको देउरालीको चौतारीमा देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै जगतको आउँछ अझै जगतको देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै जगतको 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 थ्याङ्क यू समितिलाई पठाउने र भने एउटा अर्को नसुन्ने हजुर के गरौँ मोनी वाला सुन्ती सुन्के वाला घाचाको सानो सिटी नखावाला नखा चखा धाधाजी बुढाबुढी झुला मनी वाला सुन्के वाला घाचाको सानो सिटी नखावाला नखा चखा धाधाजी बुढाबुढी झुला समय बजी हाजी याजी समय बजी हाजी जज देखा वैया जिपी एला फच हाजी म्यापी पोते मते झले वरकिली जिपी याजी समय बजी हाजी जज देखा वैया जिपी एला फच हाजी म्यापी पोते मते झले वरकिली जिपी मोनी वाला सुन्ती वाला घाचाको सानो सिटी नखावाला नखा चखा धाधाजी बुढाबुढी झुला नखा चखा निच्छी
भेट्दछि नकचखनिछि तिगमिग भन्न बुल्दु नखट्या भछि नगतु गए निछि जै पनि मछि भेट्दछि नकचखनिछि तिगमिग भन्न बुल्दु नखट्या भछि नगतु गए निछि जै पनि मछि मनी वाला सुन्ती वाला यादाको सालो सिटी नखावाला नखचखा ढाढजी बुढाबुढी झुला मनी वाला सुन्ती वाला यादाको सालो सिटी नखावाला नखचखा ढाढजी बुढाबुढी झुला मनी वाला सुन्ती वाला यादाको सालो सिटी नखावाला नखचखा ढाढजी बुढाबुढी झुला सुभा थ्याङ्क यू अब के छ नसाभित्र नसासरी झुमिदिन्छु प्यालाभरि नसाभित्र नसासरी झुमिदिन्छु प्यालाभरि आँखाभित्र नसा पुराभित्र नसा नसाभित्र नसासरी झुमिदिन्छु प्यालाभरि माया जीवनमा साँची राख्ने कोही छैन कसलाई दिने माया जीवनमा साँची राख्ने कोही छैन कोही होला माया दिने बिरानो छ कोही छैन माया देऊ बाचा नदेऊ पहिली जान्छ फुल यसरी माया देऊ बाचा नदेऊ पहिली जान्छ फुल यसरी मनभित्र नसा मनभित्र नसा नसाभित्र नसासरी तिम्रो चाहना हाँस्ने खेल्ने सबको बहाना मेरो हो या तिम्रो चाहना हाँस्ने खेल्ने सबको बहाना कोही पनि बाँचेको छ माया बिना हाँसेको छ नदेऊ आँसु नदेऊ बिलाई जान्छ पानी सरी नदेऊ आँसु नदेऊ बिलाई जान्छ पानी सरी यौवन पानी नसा जीवन पानी नसा नसाभित्र नसासरी झुमिदिन्छु प्यालाभरि नसाभित्र नसासरी झुमिदिन्छु प्यालाभरि
नसा नसाभित्र नसासरी नसाभित्र नसासरी नसाभित्र नसासरी नसाभित्र नसासरी Thank you so much. Thank you. Thank you so much. Kali, isi paregi. Kasta. Kita. Yeah, itu. Hamra Umesh Pradhan, hey. Also, we all want you to sing with us. Okay. So that dance if you want to, but we all want you to sing with us. You all will dance. हाम्रो मिस्टेकहरू चाहिँ don't listen to it. We're just trying. We're enjoying it, okay? मेरे पछि त्यसै भाग्ने